ल हेर्नुहोस् कालिजको मासु भात पाको पाक्न आएको सिटी नै नलागे भात पाको हौ कस्तो खालको हो तेल चामल धेरै जस्तो हुन्छ क्या हेर्नुहोस् त्यो अहिलेको त्यो कोपाको कलेजो कहाँ हराइगयो होइन त खुस्नु न भित्र भुटीको क्या हो यहाँ छु के पो जाँदो रहेछ त त्यो कलेज त भेटिहाल्छ नि यहाँ छ है त ला गोपाला उयो है गाइज तल राखिदिए आफै निक्लिन्छ कस्तो राम्रो आइरहेछ नि एउटा अब सागुलो भयो नि कस्तो साइडमा 5 जना कि 6 जना भन्ने भात पनि डढेछ आज त धेरै उयो भएपछि हुँदैन के पनि यति भयो हामीलाई खै एकजना भयो ए सिरियाको छैन पस्किनु न उयो एकछिन नपस्किनु न एकजना को खाने खुट्टा तिमीहरू एउटा पुरान र मलाई एउटा हाल्नु नि तपाईँ खानु न तपाईँ मनपर्छ मन पर्दैन म नखाने तपाईँ खानु खानु र मलाई मासु मन पर्दैन पछि मलाई खुट्टा मन पर्दैन यो आइस नि यता हेर्नु त डाडु पक्रेर राम्रो आइरहेछ एकछिन यता हेर्नु न चुप लागि भरे एउटा राम्रो हुन्छ फोटो त हेर्नुहोस् सबै तयारी भइसकेको छ रेडी भइसक्यो हेर्नुहोस् खाने बेला भइसक्यो दाल पनि खाने होला नि त दाल खानु परेको नि मासु मात्रै खाने हो दाल पनि पस्किनु पर्ने हुन्छ यो अर्ग्यानिक दाल हो नि फेरि पहाडको दाल यत्रो दाल ल फेक्नु चाहिँ भएन मरिमरि बनाएको पार्ट 1 पार्ट 2 गरेर हाल्नु न